सो गाइज हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि हजुर भाइ अहिले पुलमा चप खान जाँदैछु भने गाइज यसो बाटोमा हिँड्दै। यो चाहिँ मेरो भ्लगको च्यानल हो होइन। यसो आकाशमा चुप लागेर बस्नु त खाएको थियो त चाहिँ नबोल ल। अहिले मलाई त नबोलिकन हिँड्छ त बोलेर भिडियो बिग्रिन्छ क्या। अम्बो गाइज हेर्नु न्यु खोज्छ खुच्छ आजकल बजा साथी आउन साथी गाइजमा चाहिँ यसलाई मेरै डुलो खाएको गाइज यसलाई मैले किन लगेको थाहा छ? त्यो पैसा साथी गाइज जिन्दगीमा पहिलोचोटि 50 रुपियाँ लिएर आएको छ अनि ठुलो बन्छ क्या। ल साथी हेपेको तिमीले जिको पैसा 100 रुपियाँ ओके। यत्तिकै साथी चाहिएको होइन गाइज, यत्तिकै साथी चाहिएको। अब गाइज म त अब 100 रुपियाँ लिएको रहेछ। खुवाउनु पनि मैले फर्स्ट टाइममै खुवाएको जिस्केको। खुवाउनु त धेरैचोटि खुवाएको छ तर हल्का काले भइसक्यो। अच्छा तर काले हप्सी नकरान हौ डिङ्गुर किरिया चुप लागेर हिँड्नु घर फर्किदिन्छु नि अहिले। अहिले करमबोटेमा लगेर त बुढी हान्छ नि। चुप लागेर हिँड्नु त सक्सिस बाबु सक्दिनँ नि। चुप लागेर हिँड्नु हौ मर्दा मर्दा बाँचेको छौँ गाइज हामी मर्दा मर्दा बाँचेको छौँ गाइज। हामी गाई चाहिँ फुल चोरेर भागेको लामो कसको लागि भन्दैछ यो फुल? यो त मेरो सोल्टिनीको लागि। त्यो चाहिँ मेरो भन्नु हुँदैन। सुना सुनाको त नामै नलिजा। यता हेर मलाई देखाऊ उता अगाडि देखाऊ। सुन किन सम्पन्नलाई तिमीले त फुच्ची बुनु के त्यसको नाम नलिएर बस्नु हो। पहिला त सुना आइ लभ यु अहिले त गाइज के भएको यो रेणुको बुढा कराउँछ नस्कन हिँड न हौ भ्लग बनाउँदैछु क्या। निनामा सम्पन्न चुप लागेर हिँड्छ। म त मेरो प्यारो सोल्टिनीको मात्रै हो निनाम्मा। त्यो थोप्सिया त्यस्तै लाग्यो। साथी घर लाग्दिन्छ नि जिन्दगीमा पहिलोचोटि पैसा लिएको छ अनि ढाकिदिँदैछ। आम्मा फेरि यसको फेरि पैसा लियो त घर जा। ए हिँड न कत्रो नाटक देखाएको। गाइस अब दफर चाहिँ देखाउनु पर्यो ल्या ओइ 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 तेरो बाउ हाते चोर याले यसले न गीत नगर्नु मेरो घर सोल्टिनीको लागि राख्दै आ भन्न हामी जाने यतिखेर हामी लिच्ची हड्डी जानुपर्छ के 11 बजेतिर। अहिले चाहिँ के भन्छ भाइरल ल्याएको छ कि भाइरल छ अरे गाइस होइन। आमा मेरो बाउको ट्याम्पो यहाँ चाहिँ किन राखेको बाउलाई चाहिँ बाबा मलाई फेरि केही नगर्ने। उही कोन छ भित्र यार दोस्त कहाँ हेर त अम्बो त नि यार कोन छ कहाँ हो कहाँ भएको? क्याम्पमा होला हो क्याम्प फेरि यता छ नि होइन यहाँ चाहिँ फेरि उदो होला ल क्याम्पको तल हौ त्यो ए रेलवे पो पुग्छ साइडको जिटो के कुन गाइज हामी चाहिँ पुल आइपुग्न आँट्यौँ। क्यामेरा के भएको यति साह्रो त्यो हल्का हाम्रो धरानको बाटो कस्तो छ भन्नु। यसो हामी चाहिँ हिँड्दा हिँड्दा पुल आइपुग्यौँ। पुलमा चाहिँ त्यो चप बनाउँछ क्या गाइस मिठो हो नि। हामी चाहिँ हावा खान आएको गाइज हामी माथि पुगेपछि तपाईँलाई भेट्छौँ। गाइज हामी चाहिँ पुल आइपुगिसक्यौँ होइन। पुलको नजारा चाहिँ यस्तै छ। मान्छे धेरै हावा खान आएको रहेछ। ओह गाडीहरू चाहिँ क्या गाडी यस्तो छैन छैन कुन चाहिँ बाबु रहेछ हौ बाबु बाबु खुसी 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 एकछिन एकजनाले क्वेसन सोधौँ चुप लागेर हिँड्नु एकजनालाई क्वेसन सोधौँ न। त्यो खाएको त्यो बाबु चाहिँ भन्दा ब्रान्डेड सिम तब मलाई किन फेरि 1 लाख रुपियाँ जान्छ नि चप खानु। हामी चाहिँ उयो यहाँ युति खाने होइन यतापट्टि त्यो हावा चल्छ होइन गाइस के भन्नु। तपाईँहरू आउनु सक्नुहुन्छ यहाँ सगरमाथा चोकदेखि पर्तिर सर्दु खोला पुल सर्दु खोला धेरै पुल छ नि मलाई। यो अर्को छ सदर रोड के रोड भन्ने पुल हौ तल्लै खान्छ हो त नि बाबु यहाँबाट घर फर्किन्छ नि यतापट्टि खाऊँ गाइस हामी यता चप खानु
आइपुगिसकेको छु मेरो चप खाने माग त आन्टी चप छ 4वटा दिदीवटा चारवटा दिनु न आन्टी चप चारवटा चप खाने चप खाने आइसकेको छु होइन चप चाहिँ हेर्नु सक्नुहुन्छ साथी आम्मा जानु त फ्रुटी किनेर आइज फ्रुटी छ आन्टी बुझ्छु फ्रुटी गोदी हान्छु नि छ दुइटा किन त एउटा यो सेलरोटी कतिको हो ए कान्छी सेलरोटी कोदोको त्यहाँ राख्नु पक्रेर ल यता हामीले रिभ्यू दिइहाल्यौँ त ए आन्टी पैसा आउँछ के ल चिसलाई सुरुमा त के छैन चोखा न मुला हजुर होस् नदिने मामा कस्तो यसो लोभी छ साथी पनि चोखाउनुपर्छ उता उता चोखा नदेखाउने यसरी फालिदिनु पर्छ त भन्न गाइस मेरो चाहिँ यहाँ प्राण गयो लाइन आइसकेको रहेछ त दोष छैन हाम्रोतिर आएको छैन गाइस चप यस्तो छ मलाई पनि ध्यान दिँदैन अहिले चिस मैले किन्थेँ अझ बबाल छ होइन चप बाबा खतरा छ फ्रुटी किन हौ साथी मेरो साथी ओभर हेर्छ हौ फ्रुटी किन न साथी आन्टी दुईवटा फ्रुटी दिनु त आम्मा एकैको चाहियो एक प्लेट भन्छ भर्खर भन्छ एक प्लेट भन्नु के भन्नु भर्खर के भन्नु जुस मेरो साथी खासैको थोप्रा भएको छ जिस्केको होइन क्या फ्रुटी किनिसकेको छ एउटा 50 रुपियाँ निकाल्दै गोजीबाट अघि यो मेरो 50 रुपियाँ हो यो मेरो 10 रुपियाँ होइन खाएर पच हानेको रहेछ होइन चोरु ल ल ए आन्टी 30 रुपियाँ गोटा हो 10 रुपियाँ दिनु त आन्टी के जाँदैछौ जियोस् बबाल छ होइन ल के गर्नु माग्न बोजू अलिकति अचार दिनु न कोडा प्लस हामीलाई चाहिँ हेलमेटको पैसा खाइदिएको अस्ति साइकल कुदाउँदै थियो होइन कस्तो माया लागेको थियो यो 10 रुपियाँको ढुङ्ग्री पापड किन्न अब त पैसा त 40 को किनेको यो मुला 10 को किन न फ्रुटी चाहिँ तेरो कहिले किनिदियोस् न दोस् म घरमा पैसा 100 रुपियाँको भोलि खाउँछु लु छमा रुपियाँ छैन लगा 10 रुपियाँ हो फ्रुटीको 70 रुपियाँ भन्छ जे होइन त्यो मेरो दु होइन अब बगा एकछिन यसको हात पनि फोरेछ गाइस एकछिन हात फोर्छ एकछिनपछि भिडियो अन गर्छौँ होइन ल गाइस फ्रुटी पनि खोलिसकेको छौँ होइन खाँदैछौँ अचार चाहिँ बबाल छ पिरो
यसले चाहिँ अर्कै काम गर्नु खोज्दैछ त्यसो नगर है बाबु कला हेर्नुहुन्छ गाइस फुटबलरको अन्त त्यसरी नखाएको त डस्टबिन देखिनुहोस् त्यत्रो भोटेलाई थाहा हुन्छ हँ भोटेलाई थाहा हुन्छ खोटाङे कराउँदै गर Timbahin. जाँदैछु नि हुन्छ भिखारी खान्न पाएको फोन बिर्सी राख्ने टर्च चाहिँ बालिराख ल लाइन पनि छैन चार्ज हुन्छ गाइस अहिले चाहिँ खाइसक्नु हिँड्न हो हिँड्न भोट दिएको ल मजा लाग्दैको होइन गाइस अहिले आइज तँसँग पैसा पनि छैन मलाई बाल अब यस्तो गर्छ क्या आम्मा घिसेपछि हक दिदी अच्छा ए छिटो गर्नु हौ हिँड्न हौ छिटो कत्रो गीती गरेको हौ लाग्दै गाई यो चाहिँ बसोस् अहिले बस्यो नि बाल छैन म चाहिँ राखिदिएको होइन यसो अब खाना बेहुरा 50 रुपियाँ दिइ गर्ने बस्छु गाई चाहिँ यो यसो छ पुल तलतिर यहाँदेखि चाहिँ झऱ्यौँ भने हामी मोड्दिनौँ हात खुट्टामा र भच्चिन्छ हावा खानु निक्लेको छिटो आइज न हावा त मिठो आउने रहेछ हौ लु मलाई कराउँछ क्या घरमा छिटो हिँड्न यति भएको छ बोर पोल्दैछ साँच्ची त घरबाट भागी आएको होइन अन्त त्यही भएर चाहिँ हिँड्न भन्दैछु मलाई गाइस यसको पेट दुख्यो दे यसलाई भयो के भन्न यहाँ मेरो कला देखाइदिनु साथीहरूलाई त्यो कलामा देखेको छ मेरो यहाँ देखाएर गाइस होइन फ्रुटी के गर्नु थाहा छ गाइस पल्टिन्छस् मुला घरका साम्बाङलाई भनिदिन्छु ल आशिका दिदी आएर भित्तालाई गाई हेर्नु यो चाहिँ बढी बोल्दैछ जिन्दगीमा पहिलोचोटि 100 रुपियाँ खुवाएर होइन मैले पनि मिसाइ त मलाई 5 रुपियाँ 5 को मामा किनिन भोलि भोलि घरमा 100 रुपियाँ छ कि घरमा गएर एक्लै करेन्ट खान्छु होइन अरू के करेन्ट 2 PM अम्ब स्पाइडरम्यान लगाइ भाइहरू भेट्यौँ सामानहरूमा त लाइनै आएको छैन नि आइछ त ल घरि छिटो ल मेरो बहिनी तेरो घरमा बोलाउन आयो भने सम्पन्न खै भने के भन्नुहुन्छ मम्मीले म मर्दिनँ सरी दाइ ए भिडियो बनाउँदै हिँड्छु क्या दाइ झट्टै फोन चाहिँ घर क्या भन्नु पर्दैन उसलाई मान्छे छ भनेर एकैछ कत्रो दाइ आइदिएको है मुस्ताङमा त्यो चटक्स बेसी भयो क्या खाथे
अनि ल्याउँदाखेरि चाहिँ यस्तो कालो थियो क्या फेरि तिमीलाई एउटा क्वेसन छ त्यो फोन जित्छ तिम्रो नेपालको प्रधानमन्त्री को भन्न चाहिँ अहिलेको नेपालको प्रधानमन्त्री को अरे को भाइ केपी प्रसाद भन न भाइ यो फोन जित्नु पाउँछ ए आइफोन 18 प्रो म्याक्स पो त ल अघि भनेको भनिदेऊ नि त ठुलो शर्मा सुशीला कार्की होइन ल भाइ तिमीलाई जितेको छौ त खुसी भाइलाई नजिस्का न होला गाइस यो पुलको नाम चाहिँ यहाँ रहेको छ सर्दु खोला पुल अम्बो सपान इस्पन के अम्बो इस्पान नाम के गर्छौ होइन यो खोलाको नाम अर्कै थियो क्या हेर्नु गाइस त मैले देखेको छुइनँ कहाँ गयो कहाँ हरायो यी समर रोड थियो क्या त यो पुलको नाम यहीँ खाते ल गाइस त्यो भाइहरूले चाहिँ लाइट बाँध्नु थाल्छ कि हिँड्न ल गाइस हामी चाहिँ यसो मलाइका म्याम सप पनि खाइसक्यौँ मलाइका म्याम फुटी पनि खाइसक्यौँ मुख पनि पोलिसक्यो हेरेर हेर्नु होला ल गाइस हजुरहरूलाई हाम्रो भ्लग कस्तो लाग्यो होला यसो लाइक सब्सक्राइब हानेर जानु होला यो चाहिँ मेरो फर्स्ट भिडियो हो होइन भ्लगको यसो अब भ्लग आइरहन्छ घरिघरि जहिले चाहिँ आउनु सक्दैन किनकि हामी पनि भ्याउँदैनौँ घरिघरि आउँछ होइन हामी पनि स्कुल गइरहन्छौँ अघि चाहिँ स्कुलबाट कोचिङ सोचिङ पढेर आएर बनाएको क्या गाइस भ्लग चाहिँ एउटा ऱ्याप हान्नु मेरो माया जागर न सागर खाने छोटा त्यसले त हेरेको पो रहेछ त मलाई आइफोन चलाउने मान्छेहरू थोक हेर चाहिँ आइफोन चलाउने एन्ड्रोइड चलाउँदैछ मिलाई आइफोन 17 प्रो म्याक्स हो क्या एन्ड्रोइड चलाएर बेसी कराउँछ होइन कस्तो एन्ड्रोइड होइन खाँदेको तेरो चाहिँ कम ताको छ तेरो एकपल्ट गरिदिनु हौ छक्का तेरो छक्का नि गान्छ के ब्लोमा अहिले को नेट छ नेट पो चलाउँदै रहेछ त्यतिखेर त्यसको घरिघरि फुस्किन्छ अरे क्या के भएको अरे यो पहिला पौडी खेल्दाखेरि कि हाम फाल्दाखेरि कि ढुङ्गाबाट झऱ्यो यसको दिमाग फुटेको अरे क्या गाई भाँचेको होइन दुलो परेको अरे क्या दिमाग बिएस भएको क्या गाई चाहिँ त्यो 3-4 सेकेन्डसम्म ओइ म अनि कसरी उठ्यो कसरी जुरुक्क उठिस् ग यसो भनिस् के भन्छ भनिदिउँ केही नजे अहिले फुल जोड्ने अहिले यस्तै फुल जोड्ने सुडीले मार्छ नि त थाहा पर्दैन यता माथिबाट जानुपर्छ ए माथिल्लो बाटो चौरीको बाटो छ ए स्याललाई भेटेर आउने उसको बुढी हो होइन स्याल चाहिँ एक एकवटा फुल जोडिदिउँ न फेरि चापै केला अनि म भोलि बिहान दिन्छु त्यसलाई म फेरि जोडिदिन्छु हौ टेप पालेको दुइटा हेरेँ सिक्किरी चोरे टुङ 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 भाग्नुपर्छ गाडी आउँदैछ गाडी जान्दै गाडी जान्दैन यस्तो छ होइन यस्तो गर्ने होला फुल चोरायो गाई चाहिँ फुल चोरेर आयो फुल चोर लप्ली टिपेको मैले गाइस तपाईँहरूले एउटा कुरा खान्छ उसले होइन जिन्दगीमा पहिलोचोटि चप खाएको नि त चप र फ्रुटी
जिन्दगीमा पहिलोचोटि खाएको हेर्न गाइस उफ्रेर उफ्रेर भोलि पनि खुवाउँछु नरिसा हिँड्न चौरीको बाटो तपाईँको बाटो जाने तेरो घरको बाटो जानु र गोती नसम्म कुचाइन्छु नि तेरो म के गर्नुपर्छ पोलमा गएर एन्ड ओके 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 तेरो मम्मीले सोध्नु भने चाहिँ के भन्नु कहाँ गएर आएको भन्दा मेरो मान्छे जाने बुहारी भेटेर त्यो भन्यो भने म कान काट्छु गाई झन् चाहिँ अब यसो ग्राउन्डतिर निक्ल्यौँ अब पैसा जस्तो देखेको क्या फेरि यहाँ 100 रुपियाँ भेट्नु न त एक लाती हानेर एक्लै चप खान जान्थेँ हो यस्तो गर्नु तँलाई मेरो किन पादेको सम्पन यो त हिँड्नै मन लाग्दैन पादुवा साथी कत्रो गीत जस्तो पार्नु नि त्यसरी त बाटोमा हुँदा उस्याल के भन्छौ हत्तनीले यसको बुढी बाटो मेरो त्यस्तो पर्सनल उयो पनि हुन्छ क्या कराउँदै गर होइन लाइन आइसकेछ यहाँ कस्तो भनेको मेरो बहिनी आएर तेरो घरमा के सोध्यो होला क्या आएर सोधो के गर्छ बुझ्यान्छ ल गाइस आजको भ्लग हजुरलाई कस्तो लाग्यो होला आई होप हजुरहरूलाई राम्रै लाग्यो होला राम्रै लाग्यो होला राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट हालेर जानु होला ल गाइस बाई